सरकार कसरी बन्छ? नेपालमा सरकार बन्ने प्रक्रिया अलि जटिल लाग्न सक्छ, हैन त? लाउनुहोस् आज संविधानको बाटो पछ्याउँदै यो पुरै कुरालाई एकदमै सरल भाषामा बुझौं। हामीले भोट त हाल्यौं, तर त्यसपछि प्रधानमन्त्री चुनिने खास प्रक्रिया चाहिँ के हो त? यो प्रश्नले धेरैलाई अलमलमा पार्छ। आउनुहोस् यही गाँठोलाई आज सँगै फुकाउँ। खासमा सरकार गठनको यो पुरै खेल चाहे जतिसुकै जटिल देखिए पनि एउटै महत्त्वपूर्ण संख्याको वरिपरि घुम्छ। त्यो एउटा म्याजिक नम्बर हो। त्यो जादुई संख्या हो 138। 138 नेपालमा सरकार बनाउनका लागि प्रतिनिधि सभामा कम्तीमा पनि यतिजना सांसदको समर्थन हुनै पर्छ। योभन्दा कम भए कुरै मिल्दैन। तर प्रश्न उठ्छ, यो 138 को अङ्क आखिर आयो कहाँबाट? यसको जवाफ लुकेको छ हाम्रो प्रतिनिधि सभाको संरचनामा। सरकार बनाउने खेल बुझ्न पहिले खेल्ने मैदान यानि कि हाम्रो संसदलाई बुझ्नुपर्छ। नेपालको संघीय संसदको तल्लो सदन अर्थात् प्रतिनिधि सभामा जम्मा 275 जना सदस्य हुन्छन्। सरकार गठनको सम्पूर्ण राजनीतिक जोड घटाउ यही 275 सदस्यकै अङ्कगणितमा आधारित हुन्छ। यी 275 सदस्यहरू दुई फरक तरिकाले चुनिन्छन्। 165 जना देशका अलग अलग निर्वाचन क्षेत्रबाट प्रत्यक्ष चुनाव जितेर आउँछन्, जसलाई हामी फर्स्ट पास द पोस्ट भन्छौं। मतलब आफ्नो क्षेत्रमा सबैभन्दा धेरै भोट जसले ल्यायो उसैले जित्यो। अनि बाँकी 110 जना चाहिँ पार्टीहरूले देशभर पाएको कुल भोटको आधारमा समानुपातिक प्रणालीबाट छानिन्छन्। संसद बनिसकेपछि सरकार गठनको यात्रा सुरु हुन्छ र यसको सबैभन्दा सजिलो, सबैभन्दा सोझो बाटो भनेको कुनै एउटा दलले एक्लै स्पष्ट बहुमत ल्याउनु हो। यो नै संविधानले कल्पना गरेको सबैभन्दा आदर्श अवस्था हो। यदि कुनै एउटा पार्टीले मात्रै त्यो जादुई संख्या 138 पार गर्यो भने कुनै झन्झटै भएन। सिधै त्यही पार्टीको संसदीय दलको नेता प्रधानमन्त्री बन्छ। यो भनेको एकदमै क्लियर कट जित हो। तर अब सुरु हुन्छ असली राजनीतिक खेल। सोचौं त, चुनावको नतिजा आयो, तर कुनै पनि एउटा दलले त्यो जादुई संख्या 138 पुर्याउन सकेन भने के हुन्छ? हो, यस्तो अवस्थालाई नै त्रिशङ्कु संसद वा हङ पार्लिमेन्ट भनिन्छ। यस्तो त्रिशङ्कु संसदको अवस्थामा सरकार बनाउन संविधानले एकपछि अर्को गरी 3वटा विकल्पको बाटो देखाएको छ। एउटा असफल भएपछि मात्र अर्कोमा जान मिल्छ। पहिलो विकल्प हो गठबन्धन। जब कसैको बहुमत हुँदैन, दुई वा त्यो भन्दा बढी पार्टीहरू मिलेर बहुमत यानि कि 138 सांसदको समर्थन जुटाउँछन् अनि उनीहरूले छानेको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ। कहिलेकाहीँ दलहरूबीच कुरा मिल्दैन, गठबन्धन बन्नै सक्दैन। यस्तो अवस्थामा के गर्ने त? हो, यस्तो बेला संविधानले दोस्रो विकल्पको ढोका खोल्छ। जब गठबन्धन बन्न सक्दैन, तब संसदको सबैभन्दा ठूलो दलले सरकार बनाउने मौका पाउँछ। तर यो सरकारसँग सुरुमै बहुमत त हुँदैन, त्यसैले यसलाई अल्पमतको सरकार भनिन्छ। र यो प्रधानमन्त्रीले पनि 30 दिनभित्र संसदमा विश्वासको मत जितेर बहुमत छ भनेर प्रमाणित गर्नै पर्छ। ल मानौ सबैभन्दा ठूलो दलको सरकारले पनि विश्वासको मत पाएन। अब के? अब आउँछ तेस्रो र अन्तिम प्रयास। यसमा संसदको कुनै पनि सदस्यले चाहे जुनसुकै दलको होस्, यदि आफूसँग 138 सांसदको समर्थन छ भनेर आधार र प्रमाण देखाउन सक्यो भने उनी प्रधानमन्त्री बन्न सक्छन्। कल्पना गरौँ त, गठबन्धन पनि बनेन, ठूलो दलको सरकार पनि टिकेन अनि कुनै सदस्यले बहुमत पनि जुटाउन सकेन। यस्तो राजनीतिक गतिरोधको अवस्थामा अन्तिम परिणाम के होला त? जब संसदले सरकार दिनै नसक्ने अवस्था आउँछ, तब संविधानले एउटा रिसेट बटनको व्यवस्था गरेको छ। त्यो अन्तिम र निर्णायक बाटो हो। जनतामा फेरि एकपटक जाने, अर्थात् नयाँ चुनाव हो। जब सरकार बन्ने सबै संवैधानिक प्रयासहरू एकपछि अर्को गर्दै विफल हुन्छन्, तब प्रतिनिधि सभालाई नै विघटन गरिन्छ। यो बिन्दुबाट पछाडि फर्किने बाटो रहँदैन। यसको प्रक्रिया पनि संविधानमा स्पष्ट छ। धारा 76 को उपधारा 5 अनुसार नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेमा उनकै सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेर 6 महिनाभित्र अर्को चुनावको मिति तोक्नुपर्छ। ल, यो तालिकाले पुरै यात्रालाई एकै ठाउँमा देखाउँछ। एकल बहुमतको सोझो बाटोदेखि गठबन्धन, अल्पमतको सरकार र यी सबै असफल हुँदा संसद विघटनसम्मको यो श्रृङ्खलाबद्ध प्रक्रिया नै नेपालको सरकार गठनको संवैधानिक रोडम्याप हो। अब यो पुरै प्रक्रिया बुझिसकेपछि एउटा गम्भीर प्रश्न उठ्छ।
नेपालको राजनीतिक इतिहास र वर्तमानलाई हेर्दा सरकार गठनको कुन चाहिँ बाटो बढी अभ्यासमा आएको देखिन्छ? एकल बहुमतको कि गठबन्धनको? र यसले हाम्रो राजनीतिक स्थिरतामा कस्तो प्रभाव पारिरहेको छ? यो एउटा यस्तो प्रश्न हो जसमाथि हामी सबैले सोच्न जरुरी छ।